आयो ठिक छ। यसरी एक्सन पोटेन्सियल आयो जम्प गर्दै ठिक छ। माइनस शीतको माथिबाट हाम्रो नोड रनबियरबाट जम्प गर्दै आयो। एक्सन पोटेन्सियल ठ्याक्कै यहाँ आउँछ हाम्रो टर्मिनलमा। यो टर्मिनल भनेको के हो कि हाम्रो प्रिसाइनेप्टिक हो, प्रिसाइनेप्टिक ठिक छ। अब के हुन्छ कि एक्सन पोटेन्सियल यहाँ ठ्याक्कै पुगेपछि टर्मिनल एक्सन टर्मिनलमा क्याल्सियम च्यानल ओपन हुन्छ। के हुन्छ अब चाहिँ यहाँ गएर चाहिँ डिस्कस गरौँ साइनेप्सको बारेमा ठिक छ। र साइनेप्स के हो कि साइनेप्स जक्सन हो। मतलब के हुन्छ कि दुईवटा न्युरोन अथवा न्युरोन मसल अथवा न्युरोन ग्ल्यान्डको बिचमा जुन स्पेस हुन्छ नि, तिनीहरूको बिचको जुन कनेक्सन हुन्छ नि, त्यसलाई साइनेप्स भन्छ ठिक छ। यो दुइटाको बिचमा ग्याप हुन्छ ठिक छ। यही ग्यापलाई हामी के भन्छौँ, साइनेप्स भन्छौँ, ग्याप। अनि यो ग्यापको बिचमा कम्युनिकेसन हुन्छ ठिक छ। ग्याप भएर नि कम्युनिकेसन हुन्छ, जस्तो के भन्छ साइनेप्स। अब साइनेप्स भनेको दुई किसिमको हुन्छ ठिक छ। एउटा भनेको केमिकल साइनेप्स हुन्छ, केमिकल। अर्को भनेको के हुन्छ कि इलेक्ट्रिक साइनेप्स। अब के हुन्छ यसमा के हुन्छ कि मान लो न्युरोन ए यो छ, न्युरोन यो ए छ, यो न्युरोन बी छ ठिक छ, न्युरोन बी छ। अब न्युरोन ए जहिले नि सेन्डर हुन्छ, सेन्डर ठिक छ। न्युरोन बी जहिले नि के हुन्छ, रिसिभर हुन्छ। वान वे कनेक्सन जहिले नि ठिक छ, रिसिभर। हाम्रो पहिलाको डिस आउँथ्यो नि घरमा, डिस एन्टिना, त्यसमा के हुन्थ्यो कि सेटेलाइटबाट पठाइन्थ्यो एन्ड हाम्रो के हुन्छ आफ्नो घरमा डिस हुन्थ्यो जुन चाहिँ जहिले नि रिसिभ मात्रै गर्थ्यो ठिक छ। सो एउटा रिसिभर हुन्छ, अर्को भनेको हाम्रो के हुन्छ कि सेन्डर हुन्छ। सो साइनेप्स अब यो दुइटैको बिचमा के हुन्छ कि एकदम वाट्सएप मेसेज जस्तै बुझ्न सक्छौँ कि के हुन्छ कि एउटा पठाइरहेछ अर्को रिसिभ गरिरहेछ ठिक छ। सो यसमा के हुन्छ कि द न्युरोन जुन छ नि एउटा दुइटालाई टच गर्दैन, तर के हुन्छ मेसेज चाहिँ ट्रान्सफर हुन्छ ग्यापको बिट्विनमा। अब यो दुइटैको ग्यापको बिचमा के हुन्छ, केमिकलले हाम्रो रोल गर्छ, केमिकलको बारेमा डिस्कस गरौँ ठिक छ। सो यो केमिकल के हो त, यो केमिकल भनेको न्युरो ट्रान्समिटर हो ठिक छ। यो केमिकल भनेको के हो, न्युरो ट्रान्समिटर हो, न्युरो ट्रान्समिटर। अब यो न्युरो ट्रान्समिटर कस्तो हुन्छ, दुई किसिमको हुन्छ ठिक छ। यो पनि डिस्कस गरौँ। एउटा भनेको एक्साइटेटरी हुन्छ, एक्साइटेटरी। अर्को चाहिँ के हुन्छ, इनहिबिटरी ठिक छ। यो भनेको एसलेटर हो, एसलेटर ठिक छ, बाइकको। यो भनेको ब्रेक हो ठिक छ। मतलब कि तिमी गाडी चलाइरहेछ भने एसलेटर दिन्छौ भने एक्साइटेटरी भयो। मतलब कि तिमी एसलेटर दिइरहेछौ भने पेट्रोल धेरै भइरहेछ, जसले गर्दाखेरि एक्साइटमेन्ट धेरै बढिरहेछ। अर्को इनहिबिट, तिमी ब्रेक हानिरहेछ भने पेट्रोल कम पनि भइरहेको खर्च भइरहेछ अनि ब्रेकले गर्दाखेरि गाडी रोकी परिरहेछ, त्यसलाई के भन्छ, ब्रेक, इनहिबिटरी। सो हाम्रो यो एक्साइटेटरी एन्ड इनहिबिटरीमा हेऱ्यौँ भने एक्साइटेटरी इनहिबिटरीमा के कुन कम्पाउन्ड पर्छ, कुन हाम्रो कुन केमिकलहरू पर्छ त्यो चाहिँ हेऱ्यौँ भने सो हाम्रो एक्साइटेटरीमा के पर्ने भयो त फर्स्टमा हाम्रो एसिटाइल कोलिन भयो, एसिटाइल कोलिन। देन हाम्रो इपिनेफ्रिन, देन हाम्रो आउँछ के, नरइपिनेफ्रिन, नरइपिनेफ्रिन। त्यसपछि हाम्रो डोपामिन, नरइपिनेफ्रिन। त्यसपछि हाम्रो डोपामिन हुन्छ, डोपामिन सबै एक्साइटेड हो, ग्लुटामेट। अब हाम्रो इनहिबिटरीमा हेऱ्यौँ भने के हुन्छ, गाबा हुन्छ, इनहिबिटरीमा गाबा। त्यसपछि हाम्रो के हुन्छ कि सेरोटोनिन हो, सेरोटोनिन। गाबाको फुल फर्म भनेको के हुन्छ, गामा एमिनो ब्युटारिक एसिड हो, गामा एमिनो ब्युटारिक एसिड। सो अब के हुन्छ कि हाम्रो यसमा एउटा भनेको यो सेन्डरलाई प्रिसाइनेप्टिक भन्छौँ। अब बुझौँ, सेन्डरलाई प्रिसाइनेप्टिक भन्छौँ, प्रिसाइनेप्टिक बेसिकल। यो प्रिसाइनेप्टिक हुन्छ। यो भनेको हाम्रो के हुन्छ, पोस्ट साइनेप्टिक हुन्छ ठिक छ, पोस्ट साइनेप्टिक। यो लिड आएछ, यो भनेको पोस्ट साइनेप्टिक हुन्छ। सो यसमा के हुन्छ कि यो जुन खाली ग्याप छ नि यसलाई के भन्छ, साइनेप्टिक क्लेफ्ट भन्छ। के भन्छ अरे, साइनेप्टिक क्लेफ्ट,
यहाँसम्म त हामी बुझिसकेका छौँ। सो के हुन्छ कि हामी एक्सन पोटेन्सियल बुझाएको थियौँ भने एक्सन पोटेन्सियल आउँछ, ठिक छ। यो एक्सन पोटेन्सियल यसरी आयो, ठिक छ। योभन्दा माथि के भइरहेको छ हाम्रो यहाँ आएर के भयो कि एक्सन पोटेन्सियल आयो, ठिक छ। यसरी एक्सन पोटेन्सियल आयो जम्प गर्दै, ठिक छ। माइनस को माथिबाट हाम्रो नोड अफ रनबियरबाट जम्प गर्दै आयो। एक्सन पोटेन्सियल ठ्याक्कै यहाँ आउँछ हाम्रो टर्मिनलमा। यो टर्मिनल भनेको के हो कि हाम्रो प्री साइनेप्टिक हो, प्री साइनेप्टिक, ठिक छ। अब के हुन्छ कि एक्सन पोटेन्सियल यहाँ ठ्याक्कै पुगेपछि टर्मिनल एक्सन टर्मिनलमा क्याल्सियम च्यानल ओपन हुन्छ। के हुन्छ अरे क्याल्सियम च्यानल भोल्टेज गेटेड क्याल्सियम च्यानल हुन्छ, मतलब त्यो एउटा लिमिटको भोल्ट आउँछ। त्यो भोल्टले गर्दाखेरि एक्सन पोटेन्सियल गर्दाखेरि हाम्रो क्याल्सियम च्यानल ओपन हुन्छ। क्याल्सियम च्यानल ओपन भएपछि के हुन्छ, क्याल्सियम छिर्छ। क्याल्सियम छिरेपछि के हुन्छ कि हाम्रो यो जुन छ नि टर्मिनलमा के हुन्छ, पहिलादेखि न्युरोट्रान्समिटर एउटा भेसिकलभित्र बसेको हुन्छ, ठिक छ। भेसिकलभित्र बनेर सिन्थेसिस भएर बसेको हुन्छ, ठिक छ। यो भनेको के हुन्छ, मेनली हाम्रो एसिटाइल कोलिन हुन्छ, एसिटाइल कोलिन। क्याल्सियम आयो, क्याल्सियमले के गर्छ कि अब यिनीहरूलाई भन्छ कि तिमीहरू बाहिर रिलिज हो, निस्क बाहिर, ठिक छ। अब यसमा के हुन्छ कि यो ब्यान्डिङ गर्छ यहाँ मेम्ब्रेनसँग, अनि इक्जोसाइटोसिस भएर एक्जोसाइटोसिस हुन्छ। एक्जोसाइटोसिस मतलब के हुन्छ कि यो मेम्ब्रेनमा गएर यसरी यो भेसिकल भयो, यो भेसिकल आउँछ, यो मेम्ब्रेन भयो, यो मेम्ब्रेन भयो। त्यो भेसिकल के गर्छ कि यो भेसिकल आएर मेम्ब्रेनमा अट्याच हुन्छ यसरी, यो मेम्ब्रेनमा आएर अट्याच भयो, यसरी अट्याच भयो, ठिक छ। त्यसपछि के हुन्छ कि यो मेम्ब्रेनमा अट्याच भएपछि मेम्ब्रेन यहाँबाट डिजल्भ हुन्छ, अनि के हुन्छ यसरी बनिदिन्छ, यहाँबाट रिलिज भइहाल्छ, ठिक छ। एन्ड त्यसपछि साइटोसिन हुन्छ बाहिर जान्छ। अब यो बाहिर गयो, त्यहाँ हाम्रो बाहिर गयो, यो बाहिर गएर के गर्छ कि यसको रिसेप्टर हुन्छ अर्को मेम्ब्रेनमा, यो पोस्ट साइनेप्टिकमा। यो जुन पोस्ट साइनेप्टिक छ नि यसको माथि रिसेप्टर हुन्छ यसको, ठिक छ। यो आएर यो केमिकल जुन छ नि केमिकल यहाँबाट रिलिज भएछ, यो केमिकल के गर्छ कि यो केमिकल गएर यहाँ बाइन्ड गर्छ, यो हाम्रो पोस्ट साइनेप्टिक मेम्ब्रेनमा बाइन्ड गर्छ, एसिटाइल कोलिन रिसेप्टर हुन्छ। अब यो बाइन्ड गरेपछि के हुन्छ कि बाइन्ड गर्यो त यहाँ पनि हाम्रो के हुन्छ सोडियम पोट्यासियमहरू च्यानलहरू हाम्रो ओपन भयो, ठिक छ। यहाँ हेर्न सक्छौँ, यहाँ पनि हाम्रो के हुन्छ कि च्यानल, यहाँ के हुन्छ पोट्यासियम सोडियम च्यानल हाम्रो एक्टिभेट हुन्छ, ठिक छ। अब के हुन्छ कि यहाँबाट पोट्यासियम बाहिर फाल्न, सोडियम भित्र छिराउन थाल्छ, सोडियम हेर्न सक्नुहुन्छ भित्र छिराउन थाल्यो, ठिक छ। पोट्यासियम बाहिर फाल्न थाल्छ, जसले गर्दाखेरि के हुन्छ मेम्ब्रेन पोटेन्सियल एक्सन पोटेन्सियलमा पुग्छ। अब यो जुन छ नि यो एक्सन पोटेन्सियलमा पुग्छ। अब यहाँ के हुन्छ कि हाम्रो एक्सन पोटेन्सियल प्रोपगेसन हुन्छ, मतलब यो मसल सेलको हाम्रो जुन छ नि अझै एक्साइटेसन बढिहाल्छ। एन्ड देन हाम्रो के हुन्छ कि यहाँबाट हाम्रो इन्फर्मेसन पास भयो, बुझिन्छ। सो दिस इज रिगार्डिङ हाम्रो के भयो कि एक्सन पोटेन्सियलको बारेमा भयो। एन्ड हाम्रो कसरी भयो ग्याप जक्सनबाट कसरी मुभ भइरहेछ, त्यसपछि यो प्री साइनेप्टिक भने के हो, पोस्ट साइनेप्टिक भने के हो, साइनेप्टिक क्ल्याप भने के हो, त्यसरी यहाँनिर हेर्न सक्छौँ यो रिसेप्टरमा आएको छ, यहाँबाट एक्सन पोटेन्सियल यहाँ ट्रान्सफर भइदिएछ। सो हेर्न सक्छौँ यहाँबाट ट्रान्सफर यहाँ भइरहेछ कि यो साइनेप्सको हामी त्यो हेऱ्यौँ टाइप हेऱ्यौँ भने केमा हुन्छ, के जङ्सनको बिचमा के हुन्छ भनेर हेऱ्यौँ भने यो के हुन्छ कि मसल एउटा के हुन्छ कि न्युरोन प्लस हाम्रो के हुन्छ न्युरोनसँग बनाएको हुन्छ कनेक्सन, न्युरोन कनेक्सन। अर्को भने के हो न्युरोन एन्ड प्लस हाम्रो के हुन्छ मसलसँग बनाएको हुन्छ, ठिक छ। न्युरोमस्कुलर जङ्सन जसलाई भन्छ, न्युरोन जङ्सन यो भयो। त्यसपछि अर्को भने के हुन्छ न्युरोन एन्ड प्लस हाम्रो के हुन्छ यो यसले ग्याङ्ग्लियन भन्छ। त्यसपछि न्युरोन भयो, त्यसपछि न्युरोन प्लस हाम्रो के हुन्छ ग्ल्यान्डहरू हुन्छ, ग्ल्यान्डसँग पनि कनेक्सन बनाएको हुन्छ। सो दिस इज बेस्ड अन द हाम्रो साइनेप्स यो कनेक्सन बनाएको छ, न्युरोन जुसँग बनाएको छ त्यसको अनुसार नाम भयो। सो एउटा कुरा चाहिँ भनिदिउँ कि जुन हाम्रो एक्साइटेटरी जुन छ नि यसलाई के भन्छ भने यसलाई हाम्रो एक्साइटेटरी पोस्ट साइनेप्टिक पोटेन्सियल पनि भन्छ। जुन हाम्रो के छ कि यो केमिकलहरू गएर पोस्ट साइनेप्टिक मेम्ब्रेनमा काम गरिरहेछ, त्यही भएर हाम्रो के भन्छ एक्साइटेटरी हाम्रो पोस्ट साइनेप्टिक एक्साइटेटरी, त्यो चाहिँ हाम्रो इपी एक्साइटेटरी पोस्ट साइनेप्टिक एसपी, इपिएसपी एन्ड आइपिएसपी भन्छौँ, आइपिएसपी मतलब के भन्छ कि यो पोस्ट साइनेप्टिक मेम्ब्रेनमा के भन्छ एक्साइटेटरी भयो, यो पोस्ट, यो भनेको के हो साइनेप्टिक, यो भनेको के हुन्छ जेनेरेट गरिरहेछ पोटेन्सियल, मतलब यो एक्साइटेटरी जुन छ नि केमिकलहरू गएर हाम्रो यो पोटेन्सियल जेनेरेट गरिरहेछ एन्ड इन्भेटरी पोस्ट साइनेप्टिक पोटेन्सियल जेनेरेट गरिरहेछ।